मेरो आमालाई ल्याइदिएको पैसा तिर्न पर्दैन म दिन्छु हुन्छ पर्दैन चाहिँदैन होइन ठिक छ आमा ल आमा लिएर जानु है मैले फोन गरेर बोलाएको उसलाई मम्मीलाई त्यही त बिचरा अब बाइकमा मान्छे चढेर फेरि यार लभ सो मच ल फेरि तिमीजना चाहिँ त्यसै गरेर हुन्छ गर्नु पर्यो ठिक छ आमाले तपाईँले धेरै माया गर्नु हुँदैछ त्यो त हो नि त्यो बिचरा अब रुनु भएको क्या अनि मैले त मनले नमानेर अनि पुऱ्याउन आयो अनि अलिकति अब दिमागी हालेर चाहिँ अब अलिकति नभएको हुनाले अब बिचरा अब त्यस्तो बाटोमा अलपत्र मरेर बस्नु भएको रहेछ त्यही त हो नि म पनि अब त्यही नजिकैसम्म आइरहेको थिएँ होइन अब यता आउनु पर्ने त छैन म त्यही पनि अब एउटा नागरिकको हिसाबले होइन अब बिचरा आमा अब बाटोको लागि चाहिँ छोरालाई लिन चाहिँ आउनुभएको रहेछ कहाँनिर आमा अझै अगाडि हो कति त्यही त अब बाटोमा म फेरि त्यहीँ तपाईँ जहाँ उभिनु भएको थियो नि उता जाने बाटो नभएर म चाहिँ अगाडिबाट यसरी फर्केर जानुपर्ने हो क्या त्यहाँ त्यो अनि ठिक छ आमा अब केही भएन अँध्यारोमा म त खानासाना खानुभयो हजुर आई लभ यु मेरो मम्मीलाई ल्याइदिनु भएको हो म तपाईँलाई के दिनुपर्छ भन्नु पर्दैन होइन मेरो घर दिनुपर्छ कि मेरो सम्पत्ति दिनुपर्छ यस्तो हो अब मेरो नि अब आमा हुनुहुन्छ होइन 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 पर्दैन ओहो त्यस्तो नगर्नु न मलाई होइन ठिक छ अब त्यही हो बिचरा होइन आमाले चाहिँ अब धेरै माया गर्नु रहेछ अब कुन चाहिँ आमाले आफ्नो सन्तानलाई माया गर्दैन होला र होइन अब त्यही हो अब आजभोलिको अब युवाहरूमा चाहिँ त्यही हो ड्रग र अल्कोहलको कारणले यो सब भइरहेको छ होइन गाइज म त यति नै भन्न चाहन्छु से टु नो ड्रग्स से टु नो अल्कोहल किनकि होइन त्यो खाने मान्छेको घरमा कहिले सुख शान्ति हुँदैन क्या लिटरली भन्नु पर्दाखेरि होइन कहिले पनि सुख शान्ति हुँदैन क्या घरमा झगै झगडाहरू होइन बाउ आमालाई टेन्सन यस्तै भइरहेको हुन्छ कि बिचरा बुढी भएको आमालाई कति टेन्सन होला त नि होइन छोरा अब यस्तो अवस्थामा भेट्दाखेरि होइन ठिक छ अब त्यही हो बिस्तारै बुझ्छ होला भाइले होइन